ओके गुड मर्निङ गाइजहरू आज चाहिँ हाम्रो केटाहरू चाहिँ सबजना यहाँ वार्मअप हाम्रो सकेर रेडी भइसकेको छ है बिहान बिहान घाम पनि बिस्तारै झुल्किरहेछ सट्टा केटाहरू यहाँ राति छ है अँध्यारै छ है हामी चाहिँ आज चाहिँ टक्क लगाएर माथि हाम्रो शिवजीको मूर्ति माथि यो कुन्दीकोट माथि साइडतिर हामी जान आँटेको छौँ रनिङको लागि केटाको वार्मअप सकिसकेको छ अँध्यारै छ चिसो पनि छ होइन भाइ ओके के आउनु पऱ्यो ल हाइलाइटमा रहेछ ल भाइ अर्को भाइ आइपुग्यो चट्र हामी अब रनिङलाई हामी सुरु भइहाल्छौँ अब अहिले अब 6:19 भएछ होइन ल भयो नि केटाहरू होइन पोखरेलीहरूले सब्सक्राइब गर्नु पऱ्यो गुरुजीको भ्लग पोखरेलीहरूले सब्सक्राइब गर्नु पऱ्यो है त ल ओके हाम्रो चाहिँ अब रनिङ सुरु भइसकेको छ है भाइहरू टक्क लाएर यहीँ सबजना अगाडि कुद्दैछन् अन्धकारै छ है बाटो चाहिँ अझै पनि चिसो चिसो छ हाम्रो डेस्टिनेसन चाहिँ ऊ माथि हो गाइज आजको ठिक छ टल्किरहेको छ जोस् अन्धकारमा कुदेर छ बिहान बिहान हाम्रो चाहिँ ओके ठक्क लाएर यहाँ अपिल केटाको सुरु भइसकेको छ अब केटाको गाडा मस्किनेवाला छ यहाँबाट ठाडो अपिल अलिअलि उज्यालो भइसकेको छ आज रमाइलो हुनेवाला छ केटाहरू सरर जानेछ है ल घाम चाहिँ बल्ल झुल्किँदैछ अलिअलि चट्ट है भ्यू चाहिँ खतरा छ भाइहरू चट्ट जानेछ वाइल्ड छ ओह्रालो त ओ माई गड केटाहरू जानेछ तारि भर्खर सनराइज हुँदैछ कस्तो फिल भइरहेछ भाइ एकदम तरी भाइलाई कस्तो फिल भइरहेछ एकदम 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 रमाइलो रमाइलो अझै हामी आधी बाटो नै आइपुगेन सक्दैछ होइन बाटो नन स्टप गएको भाइ कुनै उकालो घाम चाहिँ दामी निस्किँदैछ है गाइजहरू यताबाट हेर्नु सक्छौँ भ्यू बाबा दामी छ ल केटाहरू अगाडि म बन्द भइसक्यो बाटो वाइल्ड उकालो छ गाइजहरू है होइन त तल ओ मान्छे खट्टा जाम भइसकेको छ केटाहरू त्यही पनि स्टिल कन्टिन्यू देख्दैछ ओके ल गाइजहरू हामी चाहिँ टक्क लगाएर सनराइज भाटामा आइसकेको छौँ हामी चाहिँ अलिकति पछाडि छोडियो होइन केटाहरू चाहिँ अगाडि गएको गइ छ अझै पनि केटाहरूको चाहिँ जोस डेन्जर छ जोस डेन्जर छ केटाहरू पर जान्छु हाम्रो नि अब छिट्टै बिस्तारै भेट्नुपर्ने हुन्छ भ्यू चाहिँ दामी छ है ल फाइनली हामी चाहिँ केटाहरू हाम्रो अब आजको रनिङ डेस्टिनेसनसम्म आइसकेको छ कपाल गाह्रो छिटाइयो याद छ गाडीमा गाडी फाट्यो यतापट्टि खतरा सनराइज हुँदैछ नन स्टप आइदियो अब यहाँबाट टक्क भरेङ लाग्नुपर्छ माथि चट्टलो ओके हामी चाहिँ अहिले यहाँ भरेङ हिँड्ने कार्यक्रम हुँदैछ यतापट्टि खतरा सन भ्युज के चट्टाउने चाहिँ यहाँ सिन बवाल बवाल देख्दै देख्दै होइन सुजल भाइ पोखरेलीहरूको ठाउँमा टक्क हामी यहाँ रनिङ गरेर आइसकेको छौँ यसो घुमाउने इच्छुकहरू यसो हामीले आएर घुमाइदिनु होला पोखरेलीहरू होइन सुजल
पोखराको यसो चलपल दिनु पर्यो नि भरेङ चाहिँ डेन्जर छ है गाजहरू फेरि भिडियोमा फेरि केही उकालो देखिँदैन कि यताबाट यस्तो गर्ने गुटी मजाले देखिहाल्छ यहाँ त हालत टाइट भइसकेको छ आस्ता झन् ओ माई गड पछाडिपट्टि चाहिँ खतरा भ्यू देखिँदैछ है अब खुट्टाले सिडीले खुट्टा ज्याम अब चाहिँ खुट्टाले च्यालेन्ज दिन आँट्यो है जरुर यस्तो छ भरे पछाडिहरू सुझाव आउँदैछ गाह्रो भइसक्यो गुटी गाह्रो छ ओ माई गड खुट्टा त फ्याक्कै जाम भइसकेको छ यताबाट भ्यू हेर्नु न गाइज लो ओहो कता हेर्ने भ्यू यताको भ्यू हेर्ने कि यताको भ्यू हेर्ने 360 भ्यू देखिन्छ यहाँ त एउटा जानेछ माथि चट्ट ओके गाइजहरू हामी यस्तो दामी माथि हाइटमा आइसकेको छौँ नि हो यता भ्यू यतापट्टि भ्यू यता पनि केटाहरू जानेछ है माथि हाम्रो शिवजी भट्टामा जय बम बम बोले शक्ति दिवस शम्भु खतरा खुट्टा चाहिँ जाम भइसकेको छ आज खुट्टा जाम मात्रै 8-9 चोटि भन्नुभयो भिडियोमा जामै भएर त नि जाम न खै के भन्नु फोटो भिडियो सुटपछि हाम्रो चाहिँ यहाँ अलिकति बाँकी भएको गन्तव्य पनि पुरा गर्दैछौँ हामी चाहिँ चट्ट पहाडी आउँछ केटाहरू आधी केटाहरू माथि जानेछन् हाम्रो अब डेस्टिनेसन त पुरा गर्नु पर्यो बाटो जस्तो छ है अलिक भरेङ यतापट्टि भ्यू चाहिँ दामी छ हेरिदिन्छु नि त लगेर आएको है चट्टलाई हामी चाहिँ हाम्रो डेस्टिनेसन हाम्रो शिवजी भट्टामा आइसकेको छौँ केटाहरू यहाँ चट्ट यहाँ भ्यूहरू गोले भाइ पक्का हाम्रो यहाँ दर्शन गर्दैछ ल आजको हाम्रो डेस्टिनेसन चाहिँ आइसक्यौँ है ल माथि जाने होला नि ल हाम्रो गोले भाइ चट्ट हाम्रो शिवजी भट्टामा आइसकेको छ ल गाइजहरू हामी चाहिँ हाम्रो डेस्टिनेसन आइसकेको छौँ है जय शम्भु शिवजी जय शम्भु शिवजी बाबा चट्ट केटाहरू चाहिँ ल ढोक्दै आउँदैछन् यहाँ हेर्नुपर्छ कि यो चाहिँ मेन हाम्रो चाहिँ चट्ट लगाएर फोटोसुटहरू सकिसकेको छ केटाहरूको केटाहरू यहाँ चट्ट तल झरिसकेको छन् ल जय शम्भु नेक्स्टचोटि आउन हामी अलिक एकछिन तल हेर्नुपर्छ कि हामी अब चट्ट लगाएर तल हाम्रो गन्तव्यतिर लागिसक्यौँ हामी यहाँ भ्यू चाहिँ दामी छ आजको ल है हाम्रो गुर्जीहरूले चाहिँ टक्क यहाँ जुत्राउँदैछ कस्तो फोटो बबाल खिच्यो नि ल चट्ट ल यस्तो छ है मान्छे आज भिड भइसक्यो टक्क लगाएर ल ह्यासट्याग हान्नु पर्ने छ अब टिकटकतिर नाम के भन्छ नि यहाँ हेरिहाल्छ यहाँ फेरि मेरो नाम चाहिँ सन्नी मिङदेन आइएम फ्रम मोरङ ल ल साथीहरू हामी चाहिँ चट्ट लगाएर यहाँ भित्रको हाम्रो भ्रमण सकेर फर्किँदैछौँ है ल है लाग्यो बाई बाई फोटो राम्रो छ खिच्नु होला टिकटक भिडियो बनाउनु होला हामी चाहिँ अब लाग्यौँ गन्तव्यतिर ल है भ्यू चाहिँ दामी छ बाई बाई डेम साइड आउनु न डिस्ट्रिक्ट नम्बर 7 ल गाइजहरू बिस्तारै अब हामी चाहिँ लाग्यौँ तलतिर ल बाई 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 गर्न गुरुजी म गरौँ क्या होइन ल साथीहरू हामी चाहिँ अब तल ओह्रालोतिर झर्दैछौँ है हाम्रो माथि यहाँ शिवजीको दर्शन गरेर हामी चाहिँ यहाँ अब ओह्रालो झर्न थालिसकेको छौँ बाटो अलिक त्यस्तै छ सोल्टिनी खोइ मेरो
खतरा छ है ल भ्यूहरू चाहिँ गुर्जीले त्यो टिकटक बनाउनु क्या म पनि गुर्जीको होला हामी चाहिँ ओह्रालो झर्दैछौँ ल छेउको व्यवस्था यहाँ छैन रहेछ अर्को अब गुर्जी सम्झिन ठ्याक्क सारङकोट जाने बेला बनाउनु सारङकोट जाने बेला बनाउनुपर्छ अब अब एउटा टिकटक बनाउनु पर्छ क्या सोल्टी गुर्जी साथी हामी बनाउनु त्यो हामी हाल्नु न त्यो एउटा आयो त आयो माबाट आयो ल गाइजहरू हामी चाहिँ अब हाम्रो फोटोसुट भिडियो सुट पछि यहाँ बगाल यहाँ ओह्रालो झर्दैछौँ गुल्जीको भिडियो नयाँ भिडियो भरे आउँछ ट्याक्क टिकटकमा कुब्याङ लिम्बू गरेर सर्च गरेर यहाँ भर्सेस आउँछ भर्सेस हेरिहाल्नु गरे गुर्जी भर्सेस स्टुडेन्ट अनि त्यहाँ लाइक सब्सक्राइब चाहिँ हुनै पर्यो फेरि ल ल त्यति आइसकेपछि 99 प्लस त फलोवर्स हुनुपर्छ त्यहाँ चेला भएछ गुरुजीको टिकटक ल सपोर्ट गर्नु पर्यो भर्सेस गुर्जी नाम भन्दैन टिकटकको थाहा हुँदैन होला फेरि नाम चाहिँ भन्दैन लिङ्क इन द डिस्क्रिप्सन मेरो लिङ्क आउँछ है तल डिस्क्रिप्सन नयाँवाला ल गाइजहरू हामी चाहिँ अब यहाँ फर्किने क्रममा छौँ पिस स्तुपा चाहिँ माथि छ है केटाहरू चट्टो लाएर फर्किँदैछन् फाँक भयो आज होटल पुग्दा त स्याहाको हिँड्छ होला माथिबाट चट्टो लाएर पिस स्तुपा छ चट्टो लाएर हामी चाहिँ यहाँ जङ्गलभित्र प्रवेश भइसकेको छ हाम्रो फर्किने तयारीमा यस्तो जङ्गल छ त्यहाँ कस्तो राम्रो सन रनिङ कुद्दैछ हामी यहाँ पनि पहाडी छोडिन्छ केटा हो र कुद बाकलो अस्ति भएर हाम्रो गाउँमा बाघले मान्छे भन्दै त्यो जङ्गलको बाटो चट हान्दैछ हामी टक्क फुल चाहिँ टक्क राखेर हुन्छ मेरो कोही ल साथीहरू हामी चाहिँ यहाँ जङ्गलको बाटोमा जाँदै केटा के हन्टिङ हुँदैछ यहाँ लप्सी हन्टिङ हो लगेको दह्रो लप्सी हन्टिङ हुँदो रहेछ यहाँ माथिबाट ट्याक्टर लाएर हाम्रो केटाहरूलाई मुभ आउन चट्ट केटा खाँदो रहेछ ल लप्सी हामी चाहिँ हाम्रो बाटोतिर लागिहाल्यौँ तल पनि हेरौँ है भाइ माथि हेर्दै फेरि तल लेकतिर पुगिन्छ नि एकैचोटि फेरि बाटो चाहिँ यस्तै छ अलिकति खतरा खालको ल साथीहरू हाम्रो चाहिँ दुईजना हाम्रो टोलीहरू हराइसकेको छन् कहाँ हो यो जङ्गलघारीमा कसरी भेट्या खाने सम्पर्क गर्नु होला गरिदिनु होला ड्याम साइडमा बस्छौँ हामी ड्याम साइडमा बस्छौँ हामी जङ्गल चाहिँ घना छ है कोही डेटिङ बस्ने भए आउँदा हुन्छ डेटिङ यहीँ पछाडि सिट खाइसक्यो केटाहरू खोज्नै पर्दैन सिट खाइसक्यो होइन कि प्याएको साथीहरू हामी चाहिँ अब चर्च लाएर होटेलमा इन्ट्री भइसकेको छ हामी चाहिँ यहाँ केटाहरू चाहिँ ल कुलाउन गर्दैछ यहाँ अब हामी चट्ट ब्रेकफास्ट खाएर आजको दिन रेस्ट अब चट्ट केटाको ब्रेकफास्ट हुँदैछ अहिले यहाँ चल मालपानी केटाको फेरि झोलामा छ फेरि झोलाबाट पनि निकालौँ है ल गोले भाइ अन्तिममा के भन्छ यसो सबैले सब्सक्राइब गरिदिनु होला पोखरेलीहरू चाहिँ मेन है पोखरामा छ ल हाम्रो अर्को भाइ कहाँ हरायो यार ल आजलाई यति नै हो नि त गाइजहरू यति नै हाल खाऊँ मसाले कफी खाऊँ